तिम्रा आँखा कमरिया कर्नर होला। हेलो साथीहरु, सेवा सेमोनानी वेलकम ब्याक टु माई न्यू भिडियो। अनि फेरि पनि स्वागत छ हजुरलाई मेरो अर्को भिडियोमा। अनि अहिले चाहिँ म कति बज्यो भने 6:30 हुन लाग्यो है। अनि आज चाहिँ म यति रातिबाट किन भिडियो बनाइरहेको छु भने चाहिँ किनकि आजबाट सुरु भइरहेको छ हाम्रो धरानमा फुटबल। 6:30 बजेदेखि स्टार्टिङ हो, तर म चाहिँ किनकि ढिलो भइरहेको छ किनकि केटाकेटीहरू पनि जाने अरे। अनि ट्युसन पढ्दै थियो, त्यो ट्युसनबाट चाहिँ छुट्टी लिइकन लाने हो। अनि दिदीसँग जाने हो म चाहिँ। अनि त्यही भएर चाहिँ केटाकेटी रेडी हुँदैछ। अनि म चाहिँ रेडी भइसकेर म यहाँ बसिरहेको छु रोडमा। अनि अब जाने हो। अनि आज चाहिँ स्पेसल चाहिँ के छ फुटबलमा भन्दाखेरि चाहिँ आज चाहिँ पूर्ण राई एन्ड दाजुभाइ आउँदैछ। त्यही भएर चाहिँ म जान लागेको साथीहरू, लेट्स गो। म त्यहीँ पुगेर हजुरहरूलाई भिडियो देखाउने छु। अनि अन्तिमसँग हेरिदिनु होला। अनि यदि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने प्लिज सब्सक्राइब गरिदिनु होला है त साथीहरू। हामी चाहिँ जाँदैछौँ है साथीहरू, गाडीलाई हल्लाएर हेर नि। सुमी सर जाने होइन, कहाँ हिँड्नुभयो अरे? ल फुटबलको क्रेजीहरू। तिमी चाहिँ कहाँ गएको अरे? कसलाई हेर्नु गएको? हामी पूर्णको फ्यान। ल यो म पनि पूर्णको लागि मात्रै गएको। फुटबल त निन्द्रा लागिहाल्छ, पूर्णलाई भनेर हानेको बुझ्दैन अरे मेरो छोरीले चाहिँ। फुटबल क्रेजीहरू दुईजना चाहिँ। हामी चाहिँ छेमा छोरी चाहिँ पूर्ण राईको फ्यान। त्यसको लागि यतिको चाहिँ हुनुपर्छ जनताहरू। आज यति धेरै भिड छ। ओ माइ गड। होइन धरानमा नाइट गेम भएर होला, आउँछ होला मान्छेहरू भोलिदेखि त पाउनु। हामी चाहिँ आइपुग्यौँ। माथि बस्छौँ न, यहीँ बस्नु। यसैगरी अतिथि आसनकै क्रममा धरान उपमहानगरपालिका का वडाध्यक्ष विवेक राईज्यूलाई पनि म अतिथि आसन ग्रहण गरिदिनुका लागि विनम्र अनुरोध गर्न सबै फुल प्याक भइसकेको छ। आसनकै क्रममा धरान उपमहानगरपालिका वार्ड नम्बर 1 का वडाध्यक्ष पुरा ट्रेनिङ हुँदै। उता चाहिँ खाली रहेछ, साह्रै भिड छ। दाजु, मेरो दाजुलाई निन्द्रा लागिसकिसक्यो। धराने जनताको जागा अघि अस्ति छेरिन्जेल कराए हुन्थ्यो एकचोटि। खतरा कराउँदैन। मान्छे चाहिँ देखेको छैन, कहाँ बस्दैछ। जुम गर्नु न जुम।
मनमै राख मायाका कुरा नजबराउनु किन हुने भए कराइको लाउँथ्यो मनको कुरा नहो जन कसले गोरो माया गरिरहे मजैले भन्नु के भन्नु ढुङ्गा टिपी के खानु मायाका कुरा नहो आफैले चाहनु मैले राखो अरे कुरैको दुःख माया गरी मन मेरो फुटो डुङ्गालाई घाँसहरू छुनालाई ओठा मनका साउले समनका साउ छ मन सातरी सचोरी साथहरू सम्हाल्ने काबुले समुद्रले छँदैछ नि देखेको मैले चाहिँ भएर ट्रेनिङ पनि गएको छ क्या त्यही भएर पाउँदैन होला खेल्न सो खेल्नु पाउँछ किप अन सपोर्टिङ धरानको फुटबल सिनलाई धरानको म्युजिकलाई धरानको म्युजिक एकदम राम्रो भइरहेछ फुटबल सिन पनि अझ ग्रो हुनु पर्यो पहिल्यैदेखि एकदम राम्रो छाप छोडाएको छ धरानले चाहिँ फुटबलमा सो यो फर्स्ट टाइम हो यो नाइट गेम भएको अनि ल दाइहरूले भन्नुभयो अनि ल अब गर्ने कि नगर्ने पर्फर्म भनेर कन्फ्युज भइरहेको थिएँ तर अब सपोर्ट गर्नु पर्यो यस्तो इभेन्टहरूलाई त होइन हामी सबैले सपोर्ट गर्नुपर्छ आज मात्र होइन एभ्री टुर्नामेन्ट एभ्री म्याचहरूमा आइदिनुपर्छ वर्ल्ड गेममा होइन आज 16 र 5 को छ होला आज सायद सो बेस्ट अफ लक फर द टिम राम्रो खेल्नु होला एकदम फेयर खेल्नु होला कसैलाई दुःख चाहिँ नदिनु होला हुन्छ धरानेको जग्गा अलिक पुगेन कन्सर्टमा जस्तो पढे जुना तारा तीको दुआ दुआ हवाई जहाज
यो मेरो मन आकाश र धरतीको हुन्न मिलन अब छुट्नै पर्यो जिन्दगीको खेला मरि जाने नै होला साथै जान्छ बेहाए सँगै सँगै हुन्थ्यो माया हाँसिराख्नु है हाँसिराख्नु है हाँसिराख्नु है हाँसिराख्नु है हाँसिराख्नु है cheer up पुगे जस्तो लाग्यो यार मलाई Come on, make some noise everybody अब हल्ला तपाईहरुलाई काम दिन्छ नि त अब सबैको फ्ल्यासलाइट अब छुट्नै पर्यो जिन्दगीको खेला सारै जाने नै होला हाँसिराख्नु है हाँसिराख्नु है हाँसिराख्नु है तिम्रा आँखा जालु तुम्हारा सिम्रा शरण सरे सरो नै कौरो की कथा शब्द लय समूह की सरकी माया सुदा कौचु हेरा नजाऊ तिमी हेरा मसाज गर मलाई एक फेरा समान सयार सोला जिन्दगी जाने नै छ हाम्रो माया होइन माया सरी सेर गइतिर पौडै जाउने गलो एक फेरा कदम सँग छौ दुई कदममै सारौला काम गर्दैन माया फुला जस्तै मेरो सामा फुलिरहने मेरी माया सम्झिला ताराहरूमा सम्झिले सुनाझरी माया आकाशमाथि मेरी माया सबैमाथि मेरी माया
रातिको संसारमा साथी नतारा भए मेरो माया नक्षत्र सबै मेरो माया सुकुम्बासी भए मेरो माया नम्बरी मेरो माया सुनासानी भए मेरो माया निराशरी माया हुन सहे भए मेरो माया सहे तिम्रो माया जुन तारा भए मेरो माया नक्षत्र सबै माया सुकुम्बासी भए मेरो माया नम्बरी माया सुन चाँदी भए मेरो माया नंबर 5 का विरुद्ध फुटबल रनिङ कप 2081 अन्तर्गतको आजको उद्घाटन खेल धरान 5 भर्सेस धरान 16 का बीच केही समयपछि नै खेल सुरु हुन लागिरहेको कुरा खेल प्रेमी दर्शक महानुभावहरूलाई जानकारी गराउँदै यो रातिको समय छ। तपाईहरु सम्पूर्ण खेल प्रेमी दर्शक महानुभावहरू संयमित भएर खेलको अवलोकन गरिदिनुका लागि पनि हामी आयोजक कमिटीको तर्फबाट विनम्र अनुरोध गर्न चाहन्छौं। वार्ड नम्बर 16 का बीच सुरु भइसकेको छ। अब तपाईहरुलाई खेलाडी परिचय गराउन लागिरहेको छु। वार्ड नम्बर 5 को खेलाडीहरु हामीले खेल मैदानमा ब्लू कलरको जर्सीमा देखिरहेका छौं भने उहाँको खेलाडी परिचय यस प्रकार रहेको छ। जर्सी नम्बर 2 आकाश राय, जर्सी नम्बर 4 आशिष राय, जर्सी नम्बर 6 अमित विक, जर्सी नम्बर 22 मसेलेटोको अपलोस गुरु, जर्सी नम्बर 19 विपुल मगर उहाँले वार्ड नम्बर 5 को गोलपोस्ट पनि सम्हालिरहनु भएको छ। जर्सी नम्बर 13 बुद्धवीर लिम्बू, जर्सी नम्बर 1 दिपजन राय, जर्सी नम्बर 5 खोइ कहाँ लगो त्यसको बाजेले अन्जित राय। हाम्रो चाहिँ पेनल्टी भएको अवस्था जस्तो छ। गोल 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 दियो, गोल 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 कर्नर हो कि कर्नर हो? कर्नर होला, कर्नर दिएको होला। कहाँ गयो? गोल 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 आउट भयो फेरि। लड्यो लड्यो न घायल कति लड्दो रहेछ हौ, कति लड्दो रहेछ भने अहिले रातिको 9 बजिसक्यो र पनि हाम्रो धराने जनताहरू निन्द्रामा हुनुहुन्न। सबैजना एकदम जोस जाँगा लगाएर फुटबल तर्फ लागिराख्नु भएको छ।
अनि यहाँ यतातिर चाहिँ चिच्चाउँदैछौँ पनि कराउँदैछौँ हुटिङ सुटिङ सबै हुँदैछ साथीहरू भोलिदेखि तपाईँहरू पनि आउनु होला रेफ्रीलाई थर्काउने मान्छे हुनुपर्छ है साथीहरू यतिको चाहिँ जानु न दाइ जानु भित्र जानु त हानेको दाइ तपाईँ अलिक उफ्रिनु त ओ दाइ तपाईँ अलिक उफ्रिनु न तपाईँ नउफ्रेर रहेछ गोल नलाको यता नाच्नु न दाइ यहाँ छिटो तपाईँ भाइरल क्या परिचय पाप हिरा जस्तै रहेछ तिमी बिहानीको काम कता हिँडेको बिजुली बालेर फट भएर क्युटी भएर हामी हेरेको हेरे दुश्मन हेरेको हेरे ल अब ढले ढलेमा दाइ ढले ढलेमा चिलो ढले ढलेमा ढले 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 कमरिया यस्तोले त जोस आउँदैन अरे बिचारा आहो अहिले 10 बज्न आँटिसक्यो एकदम रमाइलो भइरहेको छ फुटबल भन्दा पनि हाम्रो जारी चाहिँ डान्स खतरा छ साथै पछिसो गोदुली टेस्टी फुटबल एउटा गीतमा जाने बेला दाइ एउटा गीतमा जाने बेला एउटा गीतमा ल छिटो एउटा गीतमा जितेकोमा छिटो हासिल गर्दै वार्ड नम्बर 5 दोस्रो चरण प्रवेश गर्न सफल भएको छ भने वार्ड नम्बर 5 को साथ ल सक्यो आजको गेम वार्ड नम्बर 16 यो 25औं टेस्टी गोदुली फुटबल रनिङ कप 2000 धरान 16 को टिमलाई चाहिँ टेस्टी बिस्कुट र कफी चिया दिने बेला भयो दिनु भएकोमा वार्ड नम्बर 16 का सम्पूर्ण खेलाडी र अफिसियलहरूलाई विशेष धन्यवाद पनि दिन चाहन्छु नाइट क्याम्पबाट दामी भयो मजा आयो एकदम झर्दैछन्
साथीभाइहरू धरान 5 गोलले जितेन। खुट्टा टेक्ने ठाउँ छैन यहाँ। दाजु म हराउँछु है। अब यो विचार हाम्रो कार्यक्रम आजको दिनको म्याचको पुरस्कार वितरण कार्यक्रम भएको हुनाले यो म्याचको पुरस्कारहरूलाई माउन्ट एभरेस्ट ट्रेनिङ सेन्टरले उपलब्ध गराएको छ। यो म्याचको पुरस्कारलाई वितरण गरिदिनुको लागि म माउन्ट एभरेस्ट ट्रेनिङ सेन्टरको चेयरम्यान कुमार तामाङज्यूलाई अनुरोध गर्न चाहन्छु। दाजु एकछिन यो कतैको जनता होइन, यो हामी धराने जनता हो। यति धेरै खोर 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 भेडा बाख्रा खोर 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 भेडा बाख्राहरू खोर 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 सकेर अहिलेको ल भाइबहिनीले रमाइलो भयो कि त तपाईँ पनि रमाइलो खालके हुनुहुँदो खोर 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 भेडा बाख्रा खोर 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 मेरो बाख्राहरू। म चाहिँ बाख्रा चराउनु आएको थिएँ एकदम। अहिले चाहिँ खोर 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 भन्दैछु। मेरो भेडा बाख्राहरू बोकाहरू पाठा पाठी सबै छन् यहाँ। यी खोर 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 भन्दैछु। म चाहिँ धनी 10:20मा सक्यो गेम। म त कहाँ फिल्म हेरेर आएको जस्तो फिल भयो। फिल्म गेम हेरेर चाहिँ यतिको भिड। बाइकहरू 101 मान्छे हिँडिरहेको छौँ 101। 10:30 भइसकिसक्यो। कतिखेर सुत्ने कतिखेर